हेलो गाइस, आज त हामी घाँस काट्न जान लाग्यो यसलाई लिएर। यसलाई चाहिँ घाँस काट्नै आउँदैन, कति वर्षपछि काट्न जान लागिरहेछ। त्यही हेरौँ अब कस्ता काट्दो रहेछ अहिले हेरौँ र नि। यहाँ चाहिँ यिनीहरूको मालाको बोट छ, मालाको बोट हेर्नको हामी चाहिँ यसो यतातिर। अब चाहिँ हामी घाँस काट्न जान्छौँ अनि अहिले देखाउँछु यसले कस्तो काट्दो रहेछ। म हेर्छु नि, काट्न आउँछ भनेको छ। अब हेरौँ है गाई चाहिँ यसले कस्तो काट्दो रहेछ। र खुसी हुँदैछ यो घाँस काट्नु पायो भने। ल अहिले अब हामी घाँस काट्न जाने गएपछि भेट्छौँ। यो चाहिँ यहाँ यसको मालाको बोट फोहोर भयो भनेर सफा गर्दैछ, काँडाहरू उम्रेर। यसलाई सबै खाइसक्यो मालाको बोटलाई, यति ठुलो छ मालाको बोट चाहिँ। यो तिमीहरूको बाख्राले खाँदैन? खान्छ नि, खान्छ खान्छ। यहाँ राख्नु अलिक पछि। यो पनि खान्छ। ल खायो के को बोट? अनि तिमीहरूले यसो सफा गरेर लाँदा नि हाल्छ नि। अनि तिम्रो फल्ने भनेको 6 महिना त्यस्तोमा होला। खोज गयो मुझे साह्रै अब यो चाहिँ यहाँ मालाको बोटको वरिपरि सफा गर्दैछ गाइस। कति जागरिलो, पछि सासूले पनि कति जागरिलो रहेछ मेरो बुहारी भन्छ भनेर म चाहिँ यहाँ देखाउँदैछु। त्यो मालाको बोटको वरिपरि सफा गर्दैछु। काट्नु नजाने नि काटे जस्तो गरेछ। बादल चाहिँ मजाको लाग्दैछ है। यहाँ आफू बोट छ गाइस। अब यति सफा गरेपछि हामी चाहिँ जान्छौँ। खाँदैन छ त्यो गन्धले त। त्यहाँ चाहिँ यहाँ तल नि छ अर्को बोटहरू, त्यहाँ जान्छौँ। यो चाहिँ गनाउने फुल, तर दामी छ। यो चाहिँ सरसफाइ कार्यक्रम। मालाको वरिपरि गर भने माला उयो झारहरू हाल्यो। मालाको बोट चाहिँ यहाँ अर्को नि छ। यो चाहिँ यहाँ अर्को नि छ। यहाँ त माथि यता 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 छ मालाको बोट चाहिँ अर्को। यहाँ पनि छ अर्कोहरू। मकै गरिरहेछ। मालाको बोटले चाहिँ यहाँ यस्तो झारहरू आएछ भने सफा गर्दैछ। यसलाई मालाको बोटले घोचिरहेको छ धेरै बिचारीलाई। यो सफा गर्नु त्यो कायो नि फाल्दैन 3 दिनको पाउनेलाई। नि यस्तो दुःख पाइरहेछ के गर्नु, आफ्नै हो, दुःख त पाउनु परिहाल्यो। अनि यो सफा गरेर अब हामी चाहिँ जान्छौँ। अनि थापको बोट आफ्नै छ यहाँतिर, डेन्जर छ भित्रभित्र। देख्नु भएन होला सायद, तर म देखाइहाल्छु नि गाइस। यता छ यता छ यता छ यता। आजकल त पानी पर्ने सिजन हो, पर्दैन। पर्दैन है। ल अब हामी यो सफा गर्छौँ। अनि उयो त सफाइ छ, अर्को नै खोज्छौँ मालाको बोट। अनि त्यो भेटाएपछि हामी चाहिँ जान्छौँ घाँस सेउला काट्नलाई। ल यो सफा गर्दैछ, अर्को मालाको बोट सफा गर्दैछ। यो चाहिँ यहाँ छ एउटा, यहाँ छ एउटा। घर चाहिँ माथि छ, यो माला छेकेको यहाँतिर नि छ। यो चाहिँ यता छ। राज कमिलाले टोक्यो के अरे, एक्लै गुनगुनाउँदैछ बौला जस्तो। यहाँ आँप छ, आँप 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 चाहिँ डेन्जर रहेछ है गाइस। यस्तो भित्र छ अलि भित्र डेन्जर। बादल लगाइरहेछ, पानी पर्नु पनि पानी पर्दैन। यस बाटो गाउँको बाटो चाहिँ यस्तो छ। यो पुरानो बाटो। अनि म चाहिँ यहाँ छु, यसलाई पर्खिरहेको। सेउला काट्न हिँडेको। आज यतै 10 बजी भयो। खाना कति बेला खाने हो, बनाएकै छैन। गएर खाना पर्छ। यसले घाँस काट्नुपर्छ। सेउला चाहिँ त्यसको खुर्पा छ, त्यसले काट्नुपर्छ। क्या हो यो होइन। अब चाहिँ हामी लाग्यौँ बाटो।
यो चाहिँ खुर्किला गाइस यस्तो खुर्किला छ उयो बल्ल आयो गाइस हामी जान्छौँ यस्तो खुर्किलाबाट उयो चाहिँ यसरी झर्दैछ यहाँतिर आँप त सबै योपालि कुहिएर झरेर केही छैन यी सबै झरेर अब चाहिँ हामी यही आँप खाएर खान्छौँ कुहिएको भए पनि एकछिन रुख भएर सबै कुहिएको आँप त कति धेरै छ नि भित्रबाट त कति रहेछ है इ गाइस देख्नुभयो होला नि गाउँको आँप गाइस आँप कुनै कुनै आँप चाहिँ पाकिसक्यो नि त पाकेको आँप चाहिँ झरेको रहेछ आँप दामी छ खाने भए आउनु होला आँप यहाँ उयोमा अरू रुखमा हल्लाउनु नि त नि खोजिरहेको छु मेरो खल्तीमा चाहिँ मैले भाइले बोकेँ बिहान के गुलुगुल गर्छ आमा पानी त चलिरहेको यसको पेट आँप खाएर बिहानै हो गाइस आँप खानु ठिकै हो तर यसै दादो बस्छ क्या अर्कन छ क्या गाइजहरू म तपाईँहरूलाई एउटा कुरा सरप्राइज देखाउँछु है त यहाँ हेर्नु त बारी त के हो यहाँ माथि चाहिँ आमाहरूको यो उनीहरूको चाहिँ राम्रो भयो चाहिँ यस्तो हामी त काठमाडौँ बसेदेखि त बारी त के हो यो झाडी पो भनेको त सबै रुखको हेर्नु त हेर्दा माया लाग्छ आमा सबै बारी त के है भाइ पैसा त सबै बारी त के ऊ बनेछ भने वन बनेछ वन त्यो मुइचौरतिर हुन्थ्यो नि त्यस्तो बनेछ भने हेर सब यहाँबाट अलिक तल्लोसम्म त हाम्रै हो उनीहरू चाहिँ सब खरबारी बनेछ ओ खरबारी गाईहरू यसले घुमाउनु ल्याएको मलाई आज यो अमला बोट होइन यो हाम्रो है तिनवटा एउटा दुईवटा तिनवटा कतिवटा कति बोट त गाउँमा नभएको चाहिँ केही छैन हाम्रो गाउँमा चाहिँ नभएको केही पनि छैन तर खेती गरेर खाने मान्छे चल गाइस कहाँ ऊ त्यो के को बोट छ खोइ ऊ त्यो रुख के को त ध्यान के गर्दै हो दिएर यो बोट के यो यता बारी उही बारी यो एउटा बारी उँधैसम्म थियो उँधैसम्म त्यो त यहाँबाट हो केही हुँदैन अम्मा यो बारी कमेन्ट लागिरहेको थियो एक मनले यो खरहरू तिमीहरूको बाख्राले खाँदैन भैँसीले खान्छ होइन कसै काटेर पनि हुन्छ हौ यो के को बोट त काट गाइस यहाँ आँप छ सानो बोटमा यत्रो फरेर उयो पाके जस्तो रहेछ तर त्यो कुहिएको के हो यो चाहिँ हाम्रो पारी काभ्रे हो काभ्रे देख्यो गाइस काभ्रे यहाँ पनि त्यस्तै छ यहाँ पर चाहिँ मकै छ यसलाई चाहिँ बेसरी टेन्सन भयो चाहिँ टाउको चिलाउँदैछ बारीको हालत यसो दिएरै सबै काँडाले खाइदियो यिनीहरूको बारी चाहिँ म चाहिँ उयो सिउला काट्नु भनेर जानु लाग्यो गाइस अब हेरौँ यहाँ पुरा गाह्रो रहेछ त्यही म ट्राई गर्छु यो खाँदैन राम्रोसँग खाँदैन नि त गाइस होइन यसलाई चाहिँ कुर्मेरा भन्दैछ यो चाहिँ हुनु पर्दा के कोइराला भन्छ ए गाइस आँप देखो न
यो चाहिँ भतक 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 खोइ। अनि म चाहिँ यहाँ छु, म चाहिँ ब्याक क्यामेराबाट ट्राई गरिरहेको छु, तर मलाई देखेर मलाई केही थाहा छैन गाइस, सरी। म चाहिँ घाँस काट्न आएको नि त हामी, यसलाई चाहिँ खुबै घाँस काटेर रहर लाग्यो अरे, बारी घुम्नु पऱ्यो अरे, अनि त्यही भएर हामी चाहिँ आएको है गाइस। बाख्रालाई सेला काट्न नै आएको। अब लास्ट ढिलो भएपछि खाना बनाएको छैन, अब ढेर हाइट कम पाएको थिएन। त्यो अब होला भने चाहिँ यस्तो अमिला छ कि गाइस, त्यो बस्ने शीतलमा बस्छु घाम छ नि गाइस, आब भयो ल हेर्नु यसको पारा पाएको छैन। आब त झरे नै, आफूले समेत यसलाई औरा देखाइदियो। यो चाहिँ आब झार्दै गर्छु, म चाहिँ यसरी बस्नु भयो नि त गाइस, यस्तो मम्मीले कल गर्ने बेला हुनु लाग्यो होला हामीलाई चाहिँ, कहाँ हो तिमीहरू भन्दै हामी चाहिँ मस्त बसिरहेको छ। किन म चाहिँ बार यस्तो भयो कि गाइस, त्यो म चाहिँ यसलाई आज अलिकति यसो क्लिन बनाइदिउँ भनेको, यसो आफ्नो बाख्रालाई पनि सेउला हुन्छ। म चाहिँ बाठी भएको छु है, आफ्नो बाख्रालाई नि सेउला हुने, अनि यहाँनिर यसो काटे यस्तो एक्टिङ गर्न मात्रै लाग्यो। यसले चाहिँ आँप पनि ल्याएछे ओइलेको, अब कति अमिलो होला त गाइस, सोच्नु। यहाँ हेर्नु किरा पनि छ अलिअलि यस्तो, अलिअलि नमिठो। यसको बोर्डको त नि औषधि हुन्छ त, यसको चाहिँ औषधि हुन्छ, यो चाहिँ लामो लामो हुन्छ। त्यो जानु मिल्छ नि त, यस्तो छ यो चाहिँ औषधि हुन्छ, सुगरको हो कि के को औषधि हुन्छ अरे। अब हामी तपाईँहरूलाई भिजिट गराइदिन्छौँ है गाइस। ओके गाइस, म चाहिँ त्यसो बेला काटेर आइहाल्छु है। गाइजहरू छोड्नै सकेन न, हेर्ने राम्रो 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 चढाइ अहिले लोड्न मिल्यो। त्यो खुर्मा माथि गर्नु फेरि ट्रिक्स, तर चढ्यो भने म पनि सक्छु। ढेँडो बादल हुन्छ त, तिमीहरू त्यो ढेँडो आउँछ आउँदैन ला, किन झारे तर होइन, त्यहीँ आयो भने गयो भने पुग्छ हौ। गाजहरू चाहिँ औषध हुन्छ भनेर आन्टीलाई टिपिराखेको चाहिँ एउटा झर गयो, उयो छ त पाके एउटा, उयो काँचो चाहिँ हरियो हुन्छ क्या, त्यो पाके हो। दुईवटा टिपी यसले चाहिँ गाइस, यो चाहिँ भेटेन, अनि यो भेटेनस् गाइस, यसले यो भेटेन क्या, तैँले भेट्यो यसले यति भेटेन नसकेर मलाई आज बिस्तारै खायो त्यो हुन्छ। यो भर फुलफुलै छ नि त, अब पछि हुन्छ। यो यति टिपेर चाहिँ तिनवटा नामी छ है, नामी छ चोपटार। यो चाहिँ हाम्रो यहाँबाट चाहिँ बेसी देख्दैन है गाइस भन्नुपर्दा, यस्तो फुलको चाहिँ दामी देखिरहेको छ फुलतिर नि। यो चाहिँ यस्तो रुखको म चाहिँ यहाँ मस्त चढ्थेँ पहिला, यसको यिनीहरूको तलको बारी नै हालत यस्तो छ, वन है सबै वन भइरहेको छ यिनीहरूको बारी चाहिँ। यस्तो छ, यो कान्छी आमाहरूको यस्तो छ यिनीहरूको सबैहरू गाइस त्यस्तो। त्यहाँ गएर देखाउँछौँ हामी यिनीहरूको कस्तो हालत बेहालत भएको छ। यहाँ हेर्नु टेन्सनले यसलाई फेरि सुनकोसी चाहिँ हाम्रो अलिक कहाँ मात्र देख्छ, अलिक पर डाँडाबाट देखाइदिउँला है गाइस। यहाँबाट सबै हेर्नुहोस्, माछा पनि उफ्रेर देख्नुहुन्छ होला तपाईँले, देख्नुभयो। यहाँ चाहिँ सल्लाह गरौँ, अहिले चाहिँ हाम्रो यहाँ रोड बनाएको नि त, लोकमार्गको रोड, स्पिज रोड। लुक एट हियर, यस्तो दामी छ यस्तो। यहाँ बाघ पनि आउँछ जङ्गलमा, तर यहाँ बाघ चाहिँ देखिँदैन अहिले, किनभने बाघ अहिले खाना गएको। कुन बोर्ड छ भन्दा गाइस, यसले मलाई कराउँदैन, सिउला नकाट्यो
सेउला चाहिँ भेट्दै भेटेको नि यिनीहरूको बारीमा चाहिँ खाने सेउला रहन्छ है अनि बाख्राले यिनीहरूको बारी चाहिँ यस्तो 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 घाँस पलाएर योलाई चाहिँ के भन्छ अरे डाँडाबारी डाँडाबारीको हाम्रो चाहिँ फेरि यस्तो मकै फलिरह यस्तो मकै त के भन्नु पानी नपरेर खडेर आइरह त्यहाँ ठिकै छ आज नि परेन है पानी बिची हुन्छ नि हो त्यहाँदेखि छैन होला अहिले घाममा कहाँ बिछि हुन्छ हिजो दाइले काट्दै भेटेँ त्यहाँ पोलेको बेला त यहाँ एक मुठा बन्छ होला है धेरै घाम छ झन् सनस्क्रिन लगाएर आएछ यो चाहिँ यो रुखमा जान खोजिरहेको छु जान सक्यो पनि बरु म जान्छु होला हौ चप्पल किन लाएर गएको भने लिनु चप्पल लाएर गएको चिप लिँदैन चप्पलले गाई म चाहिँ हात चढिसकेँ बल्ल तल सास फेर्नै गाह्रो भइरहेछ तिन चढ्नु परेको फेरि गरेर यहाँ गाईहरू यो चाहिँ लुबु यताको उता चाहिँ के भन्छ अरे यसलाई के भन्छ त्यो उतालाई हाइटार भन्छ हो सिन्दिर भन्छ त्यसलाई पाङ्घार अनि उयो चाहिँ पौवा डाँडा हो कि के हो भन्थ्यो अहिले चाहिँ आएन अनि यतातिर तेमाल कता हो अनि यो चुपटार अनि उताको के हो है थाहा त्यो चाहिँ अनि यो तर एउटा कुरा एउटा देखिस् एउटा कुरो माने ए घेवा गर्ने ए के अरे त्यहाँ त्यही रुखमै सुनकोशी खोला यो चाहिँ यता चाहिँ बेसी पर्छ यता छ्याडी पर्छ यता छ्याडी पर्छ यता गौराडी भन्छ सबै खेत त उही सबै बगाएर उठ्यो खोला बनाएर चाहिँ भर पो दियो भने अहिले यहाँ उयो खेत कसैको छैन कसको त्यो भित्र भित्रको पल्छी अब के को बोट काट्नु मन यो के को बोट है खोस्रो होइन होला चिल्ली होला यो कसको बारी हाम्रो बारी हो म यादै गरिनँ यहाँ त बारी गालो धेरै शिवरा यो पनि हो हाम्रो बारी ऊ त्यहाँ पनि छ यहाँ पनि हो काट्दै त्यहाँ मुनि नि हाइट राँगा त कहाँ डलाउँछ भाइ यो पनि यो चाहिँ हाम्रो डाँडाबारीहरूको बारी है यो उयो तल यहाँ तल यो सबै खरहरू आएपछि एउटा मान्छे देखिने त ढेडो त्यहाँ यो चाहिँ भारी बोकेर हिँड्ने यो औषधीले छोडेकै छैन मम्मीलाई औषधी हुन्छ भनेर यो चाहिँ धेरै होइन यत्रै जम्मा एक मुठा हो म चाहिँ हैसा पुग्ने काम यो चाहिँ हिँडिसकेँ आफ्नो बाटो यो भ्यू चाहिँ दामी देखेको छ गाईहरू हामी राम्रो राम्रो छ एउटा भाडा चाहिँ उन्नत चढेको
हामी जाने घरमा आएको छैन हाम्रो चाहिँ घरकै मुनि रोड चाहिँ यस्तो कस्तो दामी छ एउटा बहादुर चाहिँ म देखाएको छु म देखाएको छु मैले हामी रोको त्यो टुप्पोमा गएर बोलाएर बस्छ नि चियामा चाहिँ यो चियापत्ती पुगेन चाहिँ कहाँ किनभने यहाँ दुध दिएछ त्यो सेतो देखेको कि पकाउने मान्छे चाहिँ यहाँ चाहिँ यो चाहिँ यहाँ चिया गरेर पाक्ला वेट गरिरहेको छ पसल जानु चाहिँ कोही मान्दैन गए अब यही चिया खाएर टार्ने हो जग्गालाई डकुमेन्ट पुऱ्याउनु भयो बाइक पनि दियो भन्नु 20 रुपियाँ कसरी खाँदा छ यसरी कसरी राउटेको सङ्ख्या कम भयो भने चाहिँ 3टा राउटे यता खाए कस्तो नमिठो ल त चाहिँ म त काट्दियो यो ब्लगलाई एकछिनलाई मैले त्यो भिडियो बनाउँदा चाख्दा होइन यो चिया चाख्दाखेरि बिर्सिसकेँ आज पानी उम्लेर बुढो हुँदा पनि चौता आइपुग्दैन यस्तो घाँस त्यहाँ उम्लिरहेको त्यहाँ सिँगारी झिगाल्दै हाल्दै हेर्नुहोस् खाइदियो क्या यसले कति लापरवाही काम गर्दछ उसले गरेको चाहिँ मिस्टेक मैले गरेको चाहिँ लापरवाही गाई चाहिँ होइन करेन्ट आज को छेदी हो यो करेन्टले बिरायो भने थाहा छैन यिनीहरू चाहिँ खाने भनिरहेको कि अनि यहाँ चाहिँ अन्डा बनाउनु लाग्यो यो 4 अन्डा अब यो यति भएपछि म अहिले देखाउँछु है तपाईँलाई ओके म चाहिँ अब यहाँ अन्डा यस्तो हालेको देखाउँछु यो चाहिँ धेरै तातेको रहेछ अब के गर्ने यस्तै यहाँ चाहिँ अब एकछिन हुँदै गर्छ आगो पनि हुँदै गर्नुपर्ने हुन्छ त्यो साउन्ड हाल्दैन यो त है चेप्पा चाहिँ गाई अन्डा चाहिँ यस्तो हुँदैछ है गाइस यो चाहिँ म फर्काउनु पर्ने हुन्छ कराईबाटै अब 2 हजारसम्म चाहिँ एकछिन भेटौँ है गाइस गाइस यदि भाइलाई यो बाजेलाई यो चाहिँ हामी बिहान खेल्नुपर्ने हुन्छ हामी चाहिँ यहाँ हाम्रो बुढो हजुरबा थियो हजुरबा भेटेर अनि फर्किँदैछौँ है त गाइसहरू भेट्यौँ मैले हिसाब गर्नुपर्छ हामी बेलुका गरिसकेछ किन्यो मेरो त होइन गाडी भाडा बढी गए